लिएर आउनु भएको उहाँलाई धेरै धेरै धन्यवाद। हामीले विभिन्न जिल्लाका साथीहरूलाई देख्न पायौँ, भेट्न पायौँ र खुसीहरू साथसाथ गर्न पायौँ। र मेरो सँगै आउनुभएको दिदी चाहिँ लीला गुरुङ, अनि धनु श्रेष्ठ, अमृता श्रेष्ठ, रिता श्रेष्ठ, अनि रञ्जिता प्रधान, अनि हाम्रो भेनाजु उत्तर कुमार श्रेष्ठ। धन्यवाद निताजी। एउटा डान्सर र तपाईँको क्यान्सर हस्पिटलमा कार्यरत, तपाईँले थाहा पाउनु भइहाल्यो होइन? तपाईँलाई त्यस्तो केही समस्या छ भने उहाँले समस्या समाधान पनि गर्नुहुनेछ। र यसै बिचमा उहाँले भनिहाल्नु भयो होइन, उहाँको सहकारीबाटै सुरु गर्छु। तपाईँ आउनु होला प्लिज। समय सदुपयोग हो र? ल आउनुहोस्। बहुमतको कदर सहित उहाँले प्रतिनिधित्व गरिसक्नु भएको भएर मैले यो माइक उहाँलाई हटाउनु। नमस्ते, म चाहिँ काठमाडौँ ललितपुर लुबुबाट, मेरो घर चाहिँ लुबु हो होइन। मेरो व्यवसाय चाहिँ पसल छ कार्पेट पर्दाको, त्यही हो। धन्यवाद। कार्पेट पर्दाको पसल। अनि तपाईँको टिकटक आइडी चाहिँ के छ सिस्टर? टिकटक आइडी कुष्मा बराले हो। उहाँले तपाईँलाई कुष्मा बराल त उहाँको आइडी होइन, फलो गर्न सक्नुहुनेछ, लोबोदेखि हुनुहुन्छ। यसै बिच त्यस पछाडि हाम्रो सर आउनु होला है, उहाँलाई पनि स्वागत गर्दछु म। आफ्नो केही राख्नु होला। नमस्ते, म देवेन्द्र हरियाल, घर मेरो चन्द्रनियापुर, रौतहट जिल्ला चन्द्रनियापुर हो। पेसाले म घर जग्गा व्यवसायी हो होइन। साथीहरूको अनुरोधमा भेटघाट हुन्छ, परिषदमा कार्यक्रम हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीको साथीहरूसँग चिन्जान हुन्छ भन्ने हिसाबले हामी यहाँ आएको होइन। यो कार्यक्रम टिकटकमा मात्र सीमित नभएर, लाइक कमेन्ट मात्र सीमित नभएर पनि हामी एकापसमा सबैजना जोड्यौँ। दिन दुखीहरू पनि हामी एउटा सबै ग्रुपहरूको चाहिँ संयुक्त ग्रुप बनाएर कहिलेकाहीँ चाहिँ हामीले चाहिँ दिन दुखीहरूको पनि कुनै न कुनै कार्यक्रम बनाएर हामीले सहयोग गर्न सक्छौँ। र हामीलाई के भन्छ, टिकटकको साथीहरूलाई टिकटक भनेको साथी भनेको न जन्ती न मलामी भन्छ होइन। हामीले सुखमा पनि सुख साटासाट गर्न पाऊँ, दुःखमा पनि दुःखमा सहभागिता हुन पाऊँ होइन। दिन दुखीहरूको पनि सहयोग गर्न पाऊँ। मेरो कुरो यति हो। हामीले पनि जानेको चाहेको बुझेको हामीले पनि सहयोग साथीहरूलाई गर्छौँ। त्यो हिसाबले मेरो कुरो त्यति हो। थ्याङ्क यू। मेरो देवेन्द्र हरियाल, चन्द्रनियापुर। मेरो टिकटक आइडी चाहिँ @देवेन्द्र हरियाल 44 छ। त्यही हो। अब म चाहिँ नाच्न पनि नजान्ने, गाउन पनि नजान्ने, प्लस बटनमा थिच्ने होइन, टिकटक बनाउने, त्यही हो मेरो। थ्याङ्क यू। देवेन्द्र सरलाई थ्याङ्क यू सो मच। र हाम्रो देवेन्द्र सरले छोटो मिठो भन्नुभयो। र हामीले यो टिकटकमा चाहिँ समाज सेवा कुरो उठाउनु भएको थियो, त्यही भएर सानो मैले अलिकति जोड्न पनि चाहेँ। र हामीले टिकटकबाट चाहिँ उहाँले भने जस्तो त्यो पनि गर्न सक्छौँ। त्यो हामी पछि पनि गर्नेछौँ त्यो कार्यक्रम पनि। अहिले चाहिँ यो साथीचार कार्यक्रम र हामीले चाहिँ परिचयात्मक कार्यक्रमलाई नै जोडिदिइरहेको छौँ। र यसै क्रममा मैले ढिलो नगरिकन मैले उहाँलाई पनि जोडिहालेँ। नमस्ते, म चाहिँ देवी खड्का। मेरो टिकटकमा सर्च गर्दाखेरि चाहिँ राधाकृष्ण 138 याद गर्नु होला होइन। म चाहिँ घर काभ्रे बनेपाबाट हजुरहरूसँग जोडिरहेको छु। बनेपा कार्पेटदेखि जोडिनु भएको रहेछ। ल अर्को साथी एकजना ठ्याक्क आइदिइहाल्नु होला। ऋषिराम सर हजुर आइदिनु होला। नमस्ते, मेरो नाम चाहिँ ऋषिराम काभ्री। म चाहिँ धादिङदेखि। मेरो नाम चाहिँ ऋषिराम काभ्री नै छ। टिकटकमा चाहिँ कतिपय त हामी चाहिँ धेरै नै जोडिएका होला। तर यो भिडियो यहाँको चाहिँ भिडियो तपाईँहरूले हेर्न चाहनुहुन्छ भने चाहिँ @ऋषिराम काभ्री 400 मा युट्युबमा गएर हेर्नु होला है। धन्यवाद। थ्याङ्क यू सो मच ऋषिराम सर। हाम्रो यताको भएपछि आमा आउनु होला होइन। यता मैले आमालाई बोलाएको छु। पहिला यो लाइन सिधौँ, अनि त्यसपछि हामी यो लाइनतिर जान्छौँ है। लाइन बाई लाइन यताबाट सिधौँ लिनु होला म्याम। सबैजनालाई नमस्कार है। मेरो जन्मभूमि गुल्मी हो। अहिले बसाइ लङ्कु 4 बस्छु। तुलसा भण्डारी हो। म नपढेको अनपढ हो होइन। म यहाँ टिकटकबाट गीत गाउन सिक्ने, नाच्न सिक्ने गरेर गोलबन्दी र अधिकारबाट जोडिएर अहिले मेरो आफ्नै गीत पनि आएको हो, गोर्खाको हातेमालमा होइन। फुलो करेली कहिल्यै नि ओबानु भएन परेली, हेर्न सक्नुहुन्छ। सबैलाई माघे सङ्क्रान्तिको हाम्रा दिदीबहिनी दाजुभाइहरू छोराछोरी सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
म पनि सेवा नै धर्म भनेर हिँडेको, हामी पनि सेवा नै धर्म। उहाँलाई पनि धन्यवाद छ। यो उमेरमा पनि उहाँले टिकटकलाई चाहिँ आत्मसात गर्दै अहिलेको जेनेरेसनसँग चाहिँ घुलमिल हुँदै उहाँ आइरहनु भएको छ होइन। यसरी हामी लागु पनि पर्नेछ र यसै गरी एकजना साथी प्लिज आइदिनु होला यताको तर्फबाट, एकजना छिटो गरी आइदिनु होला है। हामीलाई यो भएपछि हामी एउटा चाहिँ फोटो सेसन पनि गर्नु छ होइन, त्यही भएर चाँचो गरौँ है। सम्पूर्ण टिकटक साथीहरूलाई मेरो तर्फबाट नमस्कार। म पनि नवलपरासी, मेरो नाम गायत्री देवी शर्मा है। 56 छ मेरो टिकटकमा। मेरो पनि 19,000 20,000 साथीहरू छन्। हजुरहरूले फलो गर्न चाहनुहुन्छ भने फलो गर्नु होला। म पनि बिहान 8:30 बजेदेखि 12-1 बजीसम्म लाइभमा नि बस्छु है। यस्तै लाइक मेन्सनहरू हुन्छ, साथीहरूलाई फलो गर्ने, लाइक कमेन्ट गर्ने, त्यस्तो गर्ने लाइभ चलाउँछु मैले है। हजुरहरू आउन सक्नुहुन्छ, साथी बन्नुहोस्, फलो गर्नुहोस्। टिकटकको मात्रै साथी समावेश नभएर हामी फेरि दुःख सुखमा पनि यसरी नै टिकटकका साथीहरूले यस्तो काम गरे अरे भनेर ठुलो सानो कुनै पनि काममा म पनि सहयोग गर्न चाहन्छु। यदि भन्दै सबैजनाले मेरो टिकटक आइडीमा फलो गरेर साथी बनिदिनु होला। हस्ता ल अर्को एकजना साथी रेडी भइहाल्नुहोस् है। यताको साइड साथी छिटो आउनुहोस् है। एकजना साथी आइहाल्नुहोस् है प्लिज है। नमस्ते सबैमा। म यही भरतपुर महानगरपालिका वडा नम्बर 9बाट त्यति टाढाबाट हाम्रो गिरिया जिल्लामा आउनुभयो। यति खुसी लागेको छ कि तर म पेसाले पण्डित भए पनि म खानको लागि मात्र रमाइलो नभएर हजुरहरूलाई भेट्न, आफ्नो दुःख साट्नको लागि धेरै समय मिलाएर यहाँ हजुरहरूको आएको छु। अलिकति पश्चाताप पनि भएको छ किनभने आफ्नो गृह जिल्लामा आउनु भएको छ। हामीहरूले हजुरहरूलाई सहयोग गर्नुपर्ने हो। भित्र उल्टो तपाईँहरूले नै हामीलाई सहयोग गरेर बोलाइदिनु भएको छ। त्यसको लागि हाम्रो मित्र मिलन होइन, हाम्रो यो टिकटक समूह छ, उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरो टिकटक आइडी चाहिँ हरि रिजाल 25 छ। कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न। अहिले चाहिँ म लाइभ त्यति बस्दिनँ, अलिकति घाँटीको समस्या भएको कारणले गर्दा मलाई धेरै बोल्न नमिल्ने भएको कारणले गर्दा म एकदम कहिले काहीँ बस्छु। त्यो कारणले पनि अहिले मलाई धेरैले लाइभमा देख्न सक्नु हुँदैन। त्यसको लागि धेरै आज सबैसित भेटघाट भयो। हजुरहरूप्रति धेरै आभार व्यक्त गर्दै हस्त धन्यवाद। थ्याङ्क यू सो मच है। नमस्ते, म सानो नै हो। हामी रुद्र खत्री, टाढाको भन्न मिलेन। घर चाहिँ कोवलपुर, हाल चाहिँ बसाइ काठमाडौँ। थ्याङ्क यू सो मच। यसको चाहिँ भिडियो युट्युबमा मात्रै आउँछ। हाम्रो नुवागढी सर आउँदै हुनुहुन्छ। जोरदार तालिका स्वागत गरौँ है नुवागढी सरलाई। अघि वनमा जानुभएको थियो, बल्ब लगाएको थियो कि। सम्पूर्ण मित्रहरूमा दर्शन नमस्ते है। साष्टाङ्ग दण्डवाद छ मेरो तर्फबाट। म नुवाकोट हो, मेरो घर चाहिँ है। जन्म तल नुवाकोट, बसाइ चाहिँ काठमाडौँ है मेरो है त। साह्रै खुसी लाग्छ मलाई। चितवनको जनता जति शिक्षित र एकदम बुद्धिजीवी चाहिँ अन्तको देखिनँ मैले है। यहाँहरूले जोरदार ताली यो चितवनको जनताको लागि चाहिँ। एकदम शिक्षित जनता खोज्नु पऱ्यो भने चाहिँ म चाहिँ चितवन आउँछु है। चितवन नवलपुरको जस्तो शिक्षित होइन, एकदम बुद्धिजीवी बस्नु भएको ठाउँ है। मलाई एकदम गर्व लाग्छ। फेरि एकचोटि जोरदार ताली। र मेरो प्रिय बहिनीहरू दिदीहरू यहाँ धेरै साथीहरू बनाइयो होइन। अब खास एकदम उहाँ सर हाम्रो भेटौँडा देख्यो हुनुहुन्छ, गुवानी खायो, साह्रै रमाइलो लाग्यो, चिन्जन भयो धेरै मित्रहरूसँग है त। यसो अब फलो ब्याक चाहिँ सबैलाई दिन सकिएको छ।